यहाँबाट हाम्रो चाहिँ युमे राफ्टिङको स्टार्ट सुरु हुन्छ। यो चाहिँ ओबोके को हाफ डे ट्रिपको फर्स्ट ऱ्यापिडमा हामी बिस्तारै हिँड्यौँ। यहाँ आएपछि त्यो फर्स्ट ऱ्यापिडको चाहिँ अलिकति रमाइलो गर्दै अनि यहाँनिर चाहिँ ढुङ्गामाथि हामी माथि चढेर त्यसपछि यहाँ जम्प गराउँछौँ। त्यसपछि त्यहाँबाट पछि पनि पाहुनालाई हामी बोटमा चढाएर बिस्तारै फेरि रमाइलो गर्दै हामी तलै रमाइलो गर्दै राफ्टिङ गर्दै जान्छौँ। यहाँ चाहिँ यो हाम्रो उहाँहरू चाहिँ दान्ताई भनेको उनीहरू चाहिँ एउटा ग्रुप हो अनि उनीहरू चाहिँ 14 जना ग्रुप चाहिँ रमाइलो एउटै ढुङ्गामा रमाइलो गरिरहेको समय छेड। यसै गरी समर लागिसकेपछि यसरी रमाइलो गर्छ राफ्टिङ गर्दै। यहाँ चाहिँ यो मेरो पाहुना हो उहाँहरू। यहाँ चाहिँ यताबाट उता जम्प हान्ने समयमा यो भिडियो मैले खिचेको थिएँ। अनि यहाँ चाहिँ हाम्रो अश्विन भाइले उसको पाहुनालाई राफ्ट चाहिँ फ्लिप गराउँछु भनेर भनिरहेको थियो। सबैजना इन्ट्रेस्टिङ भएर वाउ हेर्नुहोस् यसै गरी यसो रमाइलो गरिन्छ। राफ्ट सेफ्टी ठाउँमा चाहिँ फ्लिप गरेको हो। अनि यहाँ चाहिँ मेरो पाहुना हो टिकटकमा अहिले एकदमै चलेको गीतमा डान्स गरिरहेको समय। त्यसपछि हामी बिस्तारै हाम्रो टुर सकिन्छ। पाहुनालाई सोद्धाखेरि कस्तो भयो राफ्टिङ हुँदा धेरै रमाइलो भयो भन्दै